बाटोको हालत देख्न सक्नुहुन्छ। यो चाहिँ कोलमाङबाट माथि जामुनेतर्फ जाँदै गरेको बाटो यस्तो छ। यस्तो बाटोमा पनि हाम्रो राइडर श्री दिपेन्द्र राउत सर हेर्न सक्नुहुन्छ। कति अहिले स्पिड हेर्नुहोस्, स्पिड बाटो हेर्नुहोस्। लास्टै भिड हेर्नुहोस् तलतिर हाम्रो गाउँदेखि गरम है त्यो देख्नुभएको छ। हल्का तल टावर हेर्नुहोस्। दिपेन्द्र राउत सर ड्राइभर एकदम ब्याट पनि यहाँ छ। अब फेरि हामी बिस्तारै जामुने स्कुलमा अब जाँदैछौँ हामी। बाटो अलि यस्तो छ हेर्नुहोस्। त्यही भएर अलिकति भिडियो बनाउँदा यहाँसम्म चाहिँ अब त राम्रै छ बाटो। बिच जस्तै भनौँ अब इलामको चियाबारी जस्तो आयो है। हेर्नुहोस् अब हेर्न सक्नुहुन्छ मस्तको भ्यूहरू, डाँडा काँडाहरू। बिस्तारै हाँक्नु होला। जामुने डाँडादेखि हामी टावरको हल्का तलबाट जाँदैछौँ। एकदमै स्पिड तरिकाले जाँदैछौँ हामी अहिले। हामी सिरसिन्नेतिर जान्छौँ। उतातिर भर्खर हामी आउँदै गरेका छौँ। अब हामी जाँदैछौँ यहाँबाट गएर तल तल हेर्नुहोस्। सिधै तलको झिमरुक खोला हुने जाँदैछौँ। बादलहरू हेर्न सक्नुहुन्छ मस्तका गाउँहरू टाढा टाढा। हेर्नुहोस् यो रानीवन यहाँको जामुने मस्तको तलतिर गाउँ बस्तीहरू। कञ्चना फिल्म पनि यही भन्ने बन्या भन्ने गाईमै हल्ला सुनेको हामीले होइन हो नि। अब आउने फेरि हाम्रो भाइ पसल गएर आउनु भएको छ जामुन दिएर। ओ माइ गॉड बाटो हेर्नुहोस्। लास्टै ओह्रालो चिप्लो पनि त्यही अनुसार। त्यही भएर हामी हल्का बाइकलाई यसो स्पिड कम गर्दै मस्तको यसलाई न्युट्रलमा जाँदैछौँ हामी अहिले। जोस् ड्राइभर चाहिँ एकदम खुनखार राइडर। चाहिँ हेर्नु जापानी गाउँ यहाँ ज्योति रोप्नु भएको छ खोलामा। अब हामी हो यतै जाँदैछौँ हामी गाउँमा जाँदैछौँ। अहिले हामी माथि जाबुनी भन्ने डाँडा यहाँ माथि जाबुनी गाउँमा आइसकेका छौँ। अब हामी फेरि जाने बित्तिकै फेरि एकछिन प्र्याक्टिस गर्छौँ फेरि। कता होइन मेला लाग्ने ठाउँमा पनि अब पानीपट्टि मेला हेर्न आउनु पनि ल हामी अब जाबुने गाउँमा 5 दिनपछि हामी अहिले जाबुने होटल हेर्नुहोस्। यो स्कुल टक्क जाबुने स्कुलको तल सहर र पोखरी छ तल। हामी अहिले खासमा हामी यतातिर जान्दैनौँ, उतातिर यो बाटो जान्छौँ हामी। तर पनि एकछिन सरेर घुम्न आइरहेका छौँ जाबुने स्कुलमा। अब भलिबल खेल्ने ग्राउन्डमा जाँदैछौँ हामी। अब अस्ति नै भर्खर भलिबल म्याच थियो। त्यसपछि अहिले पनि ऊ यहाँ भलिबल खेल्न जाँदै हुनुहुन्छ। मस्तको ग्राउन्ड रहेछ यहाँ। दसैँको 5 दिनपछि भव्य मेला लाग्छ यहाँ हेर्नुहोस्। सरर लगाइसक्यौँ
एज ए स्टार क्लब छ यहाँ चाहिँ अहिले होइन। हेर्नुहोस् यहाँ यस्तो बबाल छ नि ग्राउन्ड 2-3टा हेर्नुहोस्। त्यहाँ मन्दिर पनि छ हेर्नुहोस् हेर्नुहोस् हेर्नुहोस्। आइसक्यौँ हामी अब फेरि हामी खोल्यौँ है। मन्दिर चाहिँ यहाँ 12 स्कुल यो जाबुनी स्कुल 12सम्म कि 12सम्म हामी अहिले चाहिँ फेरि आफ्नो गन्तव्यतिर लाग्दैछौँ। हामी तल्लो बाटो होइन र तल्लो बाटो हामी आएको यहाँ पनि एकछिन स्कुलको लागि फेरि अहिले हामी आफ्नै बाटोतिर जाँदैछौँ हरिया गाउँतिर। जामुने गाउँमै छौँ अहिले अवस्थित छौँ हामी जामुने। क्यामेरा हेर्दा पनि गाडी चाहिँ एकदम आफ्नै बाटोमा कुदाइरहनु भएको छ। कपालतिरको त्यसपछि हामी अहिले जाबुनेको यो स्वास्थ्य चौकीहरू मस्तको एकदम के अरे बजारको सहरी वडा नम्बर 3 को वडा कार्यालय यो हो अरे। यहाँ यिनीहरूको फेरि 3 कति वर्ष 5 वर्ष यो चाहिँ 3 स्वास्थ्य चौकी नजिकै हेर्नुहोस् होटेल पनि छ यहाँ राम्रो पुस्तकको पकला स्वास्थ्य चौकी जाबुने। पहिला एकपल्ट आइसकेको थियौँ यहाँ पनि। यो भिडियो चाहिँ हाम्रो सम्पूर्ण भरतपुरमा खेल्ने हाम्रो के छ भरतपुर बॉयज पुरो टिमहरूलाई एकदम धेरै धेरै मिठो सम्झना छ। हेर्नुहोस् ब्याट बोकेर हामी चाहिँ अहिले भाँडामा आइसकेर सम्पारी हेर्नु खिच्छ बाटो यस्तो मस्त बिहानभरि लाएर ब्याट बनाएर मस्त बनाएर आइसक्यौँ हामी। टक्क मिठो सम्झना छ केटाहरू के गर्ने त यस्तै गरेर अब गेम खेल्नु हुन्छ तिम्रो कता हाँसी कता त्यस्तो चाहिँ जित्दा कि हामी चाहिँ ड्राइभर साहब ड्राइभरको छोरा त अलि खासै राम्रो छैन यार। त्यही पनि अब के गर्ने यार ड्राइभर झन् के मनको मरियो त्यही हो केटा है। अब के गर्नु त फेरि
भरतपुर गएर भेटौँला। हार्दिक पाण्ड्या भन्ने अधेरी गाउँ है यो हार्दिक पाण्ड्याको गाउँ हो यो। हार्दिक पाण्ड्याको घर चाहिँ अहिले देखिन्छ है। यो तिनवटा घरदेखि हल्का पछाडिको है त्यो हो। हेर अधेरी खोला मान्छ। हरिया गाउँमा आइसक्यौँ हामी अहिले। करिब बाइकमा पनि करिब आधा घन्टा लाग्यो हामीलाई वहाँ जाबुनीदेखि अहिले हरिया गाउँसम्म आउनलाई। आइसक्यौँ हामी होइन। अब त अब ट्याक्कै यिनीहरूको घर ट्याक्क। अब अझै एउटा खोला यसरी काट्नु पर्छ।